आज एप्स ट्रेनिङ डे हो। नमस्ते एनसीबारो, मेरो नाम प्रेम सुब्ब र म तुलसीपाडाको निवासी। आज हामी जाँदैछु नेपाल। म, नानी, दिदी, बुढी, देमा अनि बहिनी। र बिहानको 4:20मा हामी निस्के। र बिहानको निन्द्रा नपुगेर बसमा चढ्ने बित्तिकै म निदाएछु। कतिवटा भ्यू मैले क्याप्चर गर्नु पाएन र हेर्दै हेर्दै पुगिसकेछु हामी बागपुल। र त्यसपछि बागपुलबाट पाइनटेङ्गीबाट हामी क्रस हुनु थाले नेपाल। यो चाहिँ नेपाल र इन्डियाको ब्रिज, नाम चाहिँ मेची पुल। र जति हामी नेपालको भित्र पस्दै जाँदै थियो त्यति नै एकदमै खुसी, एकदमै रमाइलो लाग्दै थियो। किनकि एकदमै आफ्नै गाउँ, आफ्नै सहर आएको जस्तो लागिरहेको थियो। सबैतिर नेपाली, सबै नेपाली अक्षरमै सबै चिजहरू, सबै रिलिजन अथवा। र यहाँ धेरै जस्तो मैले किरातीहरू देखेँ नेपालभित्र। एन्ड कमेन्ट गर्नु होला किरातीहरू कति हुनुहुन्छ। एन्ड एकदमै खुसी लाग्दै थियो। हामीले खोला हेऱ्यो, नाला हेऱ्यो। यो खोलामा चाहिँ मान्छे जलाउने काम गर्दो रहेछ। यसमा हेर्दै जाँदै थियो हामीले। खोलाको छेउमा मान्छे पनि ल्याएको रहेछ, खसेको मान्छे होला। एक सेकेन्डको लागि प्रे गरे उसको आत्मालाई शान्ति पाओस् भनी। र दमकमा उत्रिवरी हामी सुलसिमलीमा चढेर गए। बेलडाङ्गी जाँदाखेरि राम्रो दृश्यहरू देख्दै थियो। यो कति राम्रो स्ट्रक्चर मन्दिरको। र हामी दमक पुगिवरी खायौँ फर्स्टमा पोर्क चाउमिन। एकदमै भोक लागिरहेको थियो, मजाले खाएँ। अनि र घरमा आयो, रेस्ट गरेपछि बेलुका वार्मअप स्ट्रेचिङहरू मजाले गरेँ। 6 एप्सको ट्रेनिङ चाहिँ आज चाहिँ राम्ररी इक्विपमेन्ट नहुनुको कारणले त्यसै राम्ररी गर्नु पाएन। र आफ्नो 100% दिएँ मैले। एन्ड थ्याङ्क्स फर वाचिङ। सबैलाई मेरो भिडियो कस्तो लागेछ कमेन्ट गर्नु होला। एन्ड आजको सबैभन्दा ठुलो सिक